नमस्कार, म पोखरा जब सेन्टरबाट फेरि पनि तपाईँहरूको लागि धेरै भ्याकेन्सीहरू लिएर आइसकेको छ। हामीलाई न्यु रोडमा रहेको एउटा कन्सल्टेन्सीको लागि अस्ट्रेलियन काउन्सलर चाहिएको छ। मेल फिमेल दुइटैले एप्लाई गर्न सक्नुहुन्छ भने तपाईँको स्यालेरी चाहिँ 30+ कमिसन हुन्छ। यसको लागि रिक्वायरमेन्ट भनेको तपाईँहरू मिनिमम पनि 1 वर्षको चाहिँ वर्क एक्सपिरियन्स हुनुपर्नेछ र हामीलाई लेखनाथ र रत्नचोकको लागि 2जना फिमेल एकाउन्टेन्ट र 1जना फिमेल क्यासियर चाहिएको छ। तपाईँको स्यालेरी भनेको चाहिँ फ्रेसरको लागि 15,000 र एक्सपिरियन्सको लागि चाहिँ 20,000 हुन्छ र हामीलाई छिन्दराको लागि 2जना मन्टेसरी टिचर चाहिएको छ। एक्सपिरियन्स र फ्रेसर दुइटैले एप्लाई गर्न सक्नुहुन्छ। ड्युटी टाइम भनेको 9:30 to 5 हुन्छ र हामीलाई खरसाङमा रहेको एउटा सहकारीको लागि 1जना फिमेल मार्केटिङ पर्सन चाहिएको छ। ड्युटी टाइम भनेको 9:30 बजेबाट 5:30 बजेसम्म हुन्छ भने तपाईँको स्यालेरी एक्सपिरियन्स अनुसार 19,500 सम्म हुन्छ र हामीलाई मालेपटनमै रहेको एउटा सपको लागि लाइट ड्राइभर प्लस सेल्स बोय चाहिएको छ। यदि तपाईँहरू फ्रेसर हुनुहुन्छ र ड्राइभिङको काम सिक्दै गर्न चाहनुहुन्छ भने चाहिँ यो तपाईँहरूको लागि एकदमै बेस्ट हुन्छ। ड्युटी टाइम भनेको 10 आवर्सको हुन्छ भने स्यालेरी 15 to 18,000 हुन्छ र हामीलाई सिद्धार्थ चोक र न्यु रोडको लागि 4जना ब्युटिसियन चाहिएको छ। ड्युटी टाइम भनेको 9 to 6, 7 हुन्छ भने स्यालेरी एक्सपिरियन्स अनुसार 15 to 20,000 हुन्छ। यदि तपाईँहरू यो जबहरूको लागि इच्छुक हुनुहुन्छ भने अमरसिंहमा रहेको पोखरा जब सेन्टर भिजिट गर्नुहोला। धन्यवाद।